प्रिय रविलाम छाने, मेरो नाम प्रेम पराजुली हो। मलाई थाहा छ तपाईले मलाई चिन्नुहुन्न, तर मैले तपाईलाई चिनेको छु, किनकि तपाईँ मेरो आशा, भरोसा, विश्वास हो। आज मैले तपाईलाई पहिलो पटक रोएको देखेँ, तपाईको आँखामा आँसु बगेको देखेँ, त्यो पनि शहीदको परिवारलाई भेट्दा। मैले सोचेँ कि आफूमाथि यत्रो ठुलो वज्रपात पर्दा पनि एक थोपा आँसु नझारेको रविलाम छाने आज शहीदको परिवारलाई भेट्दा किन रोयो। मैले आफ्नो मनले मनलाई सोधेँ, फेरि सोचेँ, जसले देशलाई माया गर्छ, जसले जनतालाई माया गर्छ, त्यो मान्छे आफ्नो दुःखमा भन्दा पनि धेरै जनताको दुःखमा रुन्छ, जनताको दुःखमा दुखी हुन्छ। हो रविलाम छाने, आज रोइरहेको यो तस्बिर देखेर यो कुरा प्रमाणित भयो कि देशलाई र देशवासीलाई माया गर्ने मान्छेहरू आफूलाई पर्दा भन्दा जनतालाई पर्दा धेरै दुखी हुन्छन्। हो रविलाम छाने, मैले देखेको आशा, भरोसा र विश्वास पनि यही हो। मैले तपाईसँग गरेको अपेक्षा पनि यही हो। तपाईले बस कहिल्यै पनि यो मन नफेर्नुहोला। मलाई थाहा छ भोलि सत्तामा पुग्नुहुन्छ। सुन्छु कि सत्ता साह्रै स्वार्थी हुन्छ, जो पुग्छ त्यहाँ धेरै नै स्वार्थी हुन्छन्। प्रिय रवि दाइ, तपाईँ स्वार्थी नहुनु है। तपाईँप्रति करोडौँ जनता आशावादी छन्। परदेशमा दुःख गरिरहेका मेरा साथीहरू दिनदिनै मोबाइलमा हेर्छन्, कहिले रवि दाइ छुट्छ र खुसी मनाउला भनेर मनमनै सोच्छन्। आज ती सबै खुसी छन्। तपाईँ जेलबाट छुट्दा ती कसैको पनि मन दुखी नपार्नु है। करोडौँ जनताले देखेको सपना जस्ताको तस्तै पुरा गर्नु है। जे सोचेको छन् तपाईँलाई जनताले, तपाईँ त्यस्तै नै बनिदिनु है। प्रिय रवि दाइ, तपाईँ जनताको मान्छे बनिदिनु।